हेलो एभ्रिवान, इट्स मेरो एनियल तपाईहरुलाई स्वागत छ फेरि मेरो युट्युब च्यानलमा र नयाँ भिडियोमा फेरि भेट्नु भइरहेछ। तपाईले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला। सो ढिला नगरी हैन राइट स्टार्ट द भिडियो। लेट्स गो। काका 2 वर्ष भन्दा बढी भइसक्यो यो व्यवस्था खेल्छु भनेको कहिले हो? पोर पनि मैले गरेको थिएँ नेतृत्व। त्यतिखेर मलाई राजाले ठुलो धोका दिनु। त्यही त यो पाली हजुरलाई कमान्डर बनाउनु भएको छ, राजालाई निराश नपार्नु होला नि। आमा कसम 1 फ्याक्चु 2 फ्याक्चु 3 मुखले मात्र भनेर हुन्छ। यहाँ त कति कन्फिडेन्स सँगले भन्दैछ व्यवस्था गयो। साकार दाइले के भन्दै हुनुहुन्छ सुन्नु भयो? के भन्दै थिए? तपाईको पारा मलाई मनै परेछ। केमा चित्त बुझेको छ? काम कम भयो, गफ बढी भयो। मैले के गर्नु पर्छ? खुकुरी हान्दै सबलाई माछिने। जनताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदै छ। खुकुरी निकाल्ने टाइम आयो कि जाऊ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। खुकुरी बोक माछिने देश डेभलप गर। खुकुरी बोकेर देश डेभलप मलाई साथ दिने हो। 15 गतेको आन्दोलनमा एक भएर लडौं। नछस् मर्न तयार। 15 तारिक आयो। 15 गतेको आन्दोलन यसरी सुरु भएको थियो। सिक्री हराएको दाइ सिक्री हराएको दाइ पनि पुरा थियो गीत खे। Few moments later. के सिक्री हरादै? सिक्री हरा। आन्दोलन सुरु हुँदा त उहाँको सिक्री चोर्दैछन् हैन। पार्टीका सुन तस्करहरु यहाँ पनि आइपुगे कि क्या हो? आफ्नो सुनको ख्याल गर्नुपर्छ नि अलि यार। दादा भाइ होसै भयो। अहिले त अति त्यत्रो मान्छेहरु हुन्छ नि कहाँबाट होस हुन्छ त अरे। सही हो। मुन्द्रा अझै बाँकी रहेछ, त्यो चाहिँ अर्को आन्दोलन हो। अब 2 दिन लाग्ने म्याच भइहाल्यो मेरो बाबु। भयो काका धेरै नरुनुहोस्, केही पाउनलाई के गुमाउनै पर्छ। त्यही पनि कमान्डर दुर्गा प्रसाईले हजुरलाई सुनको ठाउँमा हिरा दिनुहुन्छ रे। हिरा भनेको कोइलाको घटना हुन्छ के? चान्सै होस् न, उहाँलाई हिरा दिएर सुनको भरपाई गरिदिनु पर्यो। जेलबाट निस्केपछि हिरा दिन्छु तिम्रो सबलाई। यता सुन चोरी भएर हुँदै हुनुहुन्छ, उता फेरि यही आन्दोलनको मौका छोपेर व्यापार गर्दै हुनुहुन्छ। यो बेच्न राख्नु भएको? अनि आजको दिनमा बेच्ने हो यो? कसले बेच्न दियो यो झन्डा? हैन बेच्दैन म आफै आएको हुँदैन भने जान्छु नि। हैन एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन? मिल्छ तर किन्नु पर्यो नि। यो किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व? ए झन्डा किनबेच गरेर देशको अस्तित्व मिल्छ। कुन पार्टी के बोले अब? म त के पनि होइन, म त यस्तो व्यापार गर्न आएको। त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुस् न। ओके यस्तो सानोतिनो व्यापार गरेको त होइन त्यो उसको भिडियो बनाएर त कुन पार्टीको होस् भनेर उसले ठड्काएर एउटा दिन हुन्न मलाई ल। अब एउटा झन्डा फ्रीमै लग्यो क्या, किनेको भए पनि हुन्थ्यो नि, कति नै पर्छ होला र यार। व्यापार त हुन्थ्यो कमसे कम उहाँको। बेचेर लिन्छु भन्दै हुन्थ्यो, तर हामी नकिनिकन देशको झन्डा कसैले किन्छ? कसैले किन्दैन, किनकि यो झन्डा घाँस हो, उम्रिन्छ, टिपेर ल्याउने बेच्ने हो। आन्दोलनकारीहरू बिचरा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए। त्यही बेला कुन चाहिँले घरबाट लुकेर टियर ग्यास हान्दैछ। बिना कारण आँसु ग्यास हाल्न पाइन्छ? घरबाट आँसु ग्यास पठायो, त्यो घर मालिकलाई पनि समात्नु। त्यसपछि काकाले जे हुन्छ भन्नुभएको थियो त्यही भयो, बङ्गलादेशी स्टाइल। होइन घरबाट लुकेर अश्रु ग्यास हान्ने चाहिँ को रहेछ? प्रचण्ड ओली शेरे माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके यिनीहरू हुन्। रन्डीका पछिको वर्ड चाहिँ ल भनौँ। हजुर मन लाग्दी नबोल्नु हैन, मन लाग्दी पनि बोल्छन्, मन लाग्दी पनि गर्छन्। अब आन्दोलनकारी के भयो, चप्पल च्यात्यो? चप्पल अड्किँदैन गड। घर पुगेपछि त्यही चप्पल भेट्ने भयो तिमीले गालामा। हाटबटेनीमा लुटपाट मचिरहेको छ, भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ। काका यार आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्दैन नि त, झोरेहरूलाई जस्तो चोरेर खाइरहेछन् यार। यसरी आन्दोलन गरे भोक्ला आयो, यहाँ आयो खाना पायो। बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के थियो र, बङ्गलादेशमा खानै पाएको छैन। हाम्रो नेपालमा जति खान्छ खाओ न ल। नेपाललाई कहिले बिक्री खाना मरिरहेको छ। अब लेभल बियर वाइन शुद्ध रहेछ क्या। खसीको म खान्छु, खसीको खुट्टा तसा बुढा अनि मोज गर्नुपर्छ। बेलुका गएर मोज त गरे यिनीहरूले, तर त्यो खाएको नपच्दै पुलिसले समात्दैछ। आज मान्छेहरूले मोज गरिरहेको छन् ल हेर्नु। फलफुल बोकेर हिँडिरहेका छन्। ठुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ। लाज लाग्दैन रन्डीको बान तिमीहरूलाई? अब भर्खरका केटाकेटीहरू जवानहरू त जसो जसमा गएर चोरे ठिक छ। अङ्कल यार हजुर त कपाल फुलिसक्यो, के हो? धोती लिएर भागे चाहिँ सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपी ओलीहरुका कट्टु लिएर जान्छन्। केपी ओलीको त गेट अगाडि पनि जान सक्नुहुन्न। साधारण मान्छे रुममा छिर्ने ल्यापटप चोर्ने त्यही त हो नि। तपाईँ यो के काम नगर्नु, यो काम नगर्नु। तपाईँ
यो राजाबाडी त होइन पक्कै यो भिडमा मौका छोपेर चोर नआएको चोरै हुनुपर्छ होइन यसरी खुलेआम चोरी भइरहँदा कहाँ थियो प्रहरी खोसेर ल्याए उनीहरू मात्र किन सेफ्टी हामी पनि सेफ्टी हो सेफ्टी फर्स्ट ओके पुलिसले आफ्नो सामान त जोगाउन सकेर रहन्छ के समात्यो चोरलाई त्यो सिल्ड भन्दा पनि सक्नुहुन्छ भने पुलिसको बन्दुक खोसेर ल्याउनु न गन छ क्या म्याचिङ गन पनि खोस्दिरहेको अब त्यो बन्दुकले मान्छे त मार्नु हुन्न होला पारासासँग जंगलतिर शिकार खेल्न जानुपर्छ अब यो विदेशीलाई फेरि के को रहर हो आन्दोलनमा हिँड्न स्वर्गलोक You care about stand up for cow bachao गाई बचाओ कुकुर बचाओ You don't have to teach. हामी चाहिँ वैदिक सनातन हामी चाहिँ हिन्दूको प्रतीक शान्तिको प्रतीक हो लेकिन एक सेकेन्ड हाम्रो ज्योतिजी पनि यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नु ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो त्यो त बोलिङ प्र्याक्टिस गरेको धर्मगुरु के हो को अरे धर्मगुरु पुरा ढुङ्गा हाल्दै गइरहेको मेरो त्यतिर डल्ला फ्याक्न पाएको थियो सन्दीप सबैलाई सन्दीप लामी छैन बन्नु छ केटाहरू बोलिङ गरे अब सब बोलिङ गरिरहेछ चान्स पायो कि नेपालीले गर्छ अब ढुङ्गा हाल्नु पर्छ यिनीहरूलाई अब पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईँ बोला धक्कामुक्की गर्ने का हजुर यहाँ स्टेजबाट ग्राउन्डमा आउनुहोस् भनेर बोलाउँदै हुनुहुन्छ उता हजुरको मान्छेलाई पिटे छ पुलिसले अब यो चाहिँ फाइनल इन्ट्री हो क्या यो चाहिँ मेन इन्ट्री ठुलो मात्रामा नेपाल पुलिस आइज रन्डीको बाद छाडिहाल्यो नि बुढाले तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ उहाँ अगाडि बढिराख्नु भएको छ यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा सक्नुहुन्छ तर त्यो पुरा जोसी हो क्या दोस्रो लाइन मिशन पास रेस्पेक्ट प्लस प्रहरीका घेरा तोडेर ड्राइभर भाइ अगाडि बढिराख्नु भएको छ के हो काका ड्राइभिङ त कडा छ त यत्रो मान्छेको भिडमा पनि कसैलाई ठक्कर दिनु भएन पारासालाई पनि त्यही त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि अनि के हजुरले फेरि आफ्नो आन्दोलनकारी त्यसरी उकास्ने हो लिडरले सुरु गरेपछि त अरूले गर्छन् त यहाँ हामीले अहिले के गोली कट्टा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गरेर पाइने कि नपाइने तर हजुरसँग हतियार छ कि हतियार छैन हामीसँग हजुरसँग पो छैन होला त उहाँसँग त रहेछ नि प्लास्टिकको त होइन होला त्यो अनि यो हतियार देखाइरहेछ नि यो हतियार चाहिँ प्रहरीकै स्टप हो भने चाहिँ सुनेको है सुन्नमा आइरहेको थियो पछि चाहिँ न्युजमा फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो यसले फाइदा कसलाई हुन्छ न्यू खोज्यो भने प्रचण्डको खुमलदारमै गएर भिड्ने हो नहुने कुरा हद गर्न त भएन नि भत्काइदिएको र आगो लगाइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ केटा हो गएर आगो लगाइदे जुन घरबाट लुकेर असुरका छ हाने त्यहाँ त आगो लगाए ठिक छ अनि यो ऱ्यान्डम घरहरूमा गएर आगो चाहिँ किन लगाउनु त्यहाँ फेरि के आवश्यकता थियो त्यहाँ यो त मलाई पनि पटकै मन पर्दैन पनि यो चाहिँ भेटेर बाउले ल्याएको गाडीहरू चलाउँछ यस खातेहरू साला बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू हाम्रो दुश्मनी देश खतम पार्ने गद्दारहरुसित हो अब भनेको पुलिससित होइन त्यो भन्दै मात्रै हो ठुला मान्छेले बसेर हेर्छन् लास्टमा भेट्ने भनेको जनता र पुलिस अब चाहिँ हिँड्ने होइन हामीसँग हिँड रे पुलिसले के आफ्नो काम पनि गर्नु नपाउनु यार मार्नै खोज्या हो र सेट यो देख्दाखेरि त मलाई कस्तो एकदम नराम्रो लाग्यो कि होइन एउटा महिला होइन त्यसपछि घेरी सबैले ढुङ्गाहरूले हानिरहेको छ
हामी चाहिँ राम्रो भन्न सकियो काट थाप्न सक्ने हजुर के गर्नु त्यो साधारण सिपाही मरेर के हुन्छ अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ केपीहरुले मार्ने हो मार्दे है म जिस्काएन तरबार हानान खेल्नु त बन्दुक हानान पनि खेल्नु त डरा छ अहिले त आगो लाग्दै केपीलाई भन्छु केपी शर्मा ओलीको घर आधा हान्छ घरमा छिरेर नेतालाई मारेनछन् पनि मलाई भन्नु हजुर फेरि काट्ने मार्ने लड्ने मात्रै कुरा नगर्नुस् न यार त्यसरी बन्छ र देश म तिमीहरुलाई तताइराथे देश बनाउनको लागि आन्दोलनकारी पनि त्यस्तै पुलिस पनि त्यस्तै यहाँ त के हो खेलखेलमा 2 जनाको मृत्यु भइसक्यो यो त खेलखेलमा 2 जनाको मृत्यु भइसक्यो 17,000 हैन 2 जना जसले आफ्नो ज्यान गुमाउनु भयो अस्ति उहाँको जिम्मा चाहिँ हजुर लिनु पर्छ रे त्यो भन्दैछन् आन्दोलनको कमान्डर त म हो नि हैन जसले यो कार्यक्रमको आयोजना गरेको घोषणा गरेको उसैले जिम्मा लिनु पर्छ आन्दोलनमा 2 जनाको मृत्यु भएको थाहा पाएर भाग्नु होला नि फेरि म माया कसम भाग्दैन भगवान कसम भाग्दिन Are you sure about that? Are you sure about that? हैन भाग्न राम्रो भयो क्या डरा 100% डर हुँदैन किनभने डर के आगे जीत है माउन्टेन ड्यू डर की माँ की चूट गाडी स्टार्ट कर डराएर भागिरा यार कमान्डर भागेपछि कसो गर्छ नि अनि नेतृत्व गर्ने मान्छेले कमान्डर बोल्ने दुसाटोले घडा गर भने जनता लडाउने हुँदैन यो लडाई अब जनता मर्ने हैन नि अब मर्ने पालो नेताको लडाइको दाइ फेरि आयो नरुनुस् हजुरले त आफ्नो हराएको सिक्री असुल गरिसक्नु भयो होला यतिखेरसम्म टिकटकमा लाइभ बस्नु हुँदो रहेछ भाइरल भएर तर जसको ज्यान गएको छ जो घाइते हुनुहुन्छ उहाँहरूको अवस्था के होला घरमा राजाको आन्दोलनमा राजाको छोरा चाहिँ थियो कि थिएन राजाको स्वास्नी चाहिँ थियो कि थिएन राजाको नाति नातिना चाहिँ थियो कि थिएन यो हामी जनता चाहिँ मूर्खहरु हो राजा ल्याउ भनेको नाममा नाटक गरे हैन त यो बिचारा यहाँ विदेश जानुपर्ने मान्छे हामी राजा कोही चाहिँदैन हामीलाई कोही पनि चाहिँदैन दुःख मात्रै दिएको होइन यो सबै तपाईँको बेरोजगारीहरू छ नि जो 1000 रुपियाँको लागि तेल मासु भात खान नपाएकाहरू नभए व्यवसाय गर्ने मान्छे त उता भित्र गएर हेर्नु न व्यवसाय गरिरहेछ नि त सबले आफ्नो ठाउँमा यो राजा ल्याऊ देश बचाऊ भनेर के गर्न खोजेको देश अब राजा आउँछ अनि देश परिवर्तन हुन्छ राजा चाहिँ कुन छ चेन्ज हुने हाम्रो राजा आएर नेपाल स्विजरल्यान्ड हुने हो र भने कस्तो बुझ्दैन डर कि आगे जिते भाग्दैन म तपाईहरुको अगाडि नै मर्छु भनेको मान्छे कहाँ भागेर भिडियो सन्देश बनाउनु भएको त्यो हेर्नु भयो होला नभए हेर्नुस् है व्हाट्स अप मदरफकर्स सरकारको भोइस डर लाग्दैन त मुजी प्रचण्डलाई थर्काइरहेको छु तिमीहरूको लागि मुजी तिमीहरूको लागि प्रचण्डलाई थर्काइरहेको छु यार म्याच कि मलाई कसैले मारिदियो भने के गर्ने भन्नु मलाई कसैले गोल दिनु के गर्छस् गन त छ तर मुजी 100 जना आयो भने त सक्दैन नि त एक्लै मलाई बचाइ अनि काकाहरु म भाग्दिन भनेको मान्छे किन भागेको ट्रबले जस्तै साफ सुटरहरु बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ मेरो कानको छेउबाट गोली गयो तिनकुनेमा पुग्दा कानको छेउबाट गोली गयो हजुरले यस्तो गरेर छल्नु भएको थियो कि ट्रम्पले जस्तो गफ पनि अलि हुने गर्नुपर्छ नि यार कमसेकम भेटेको ठाउँमा गोली हाल्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु म भागेको छुइनँ म नेपाल र नेपाली छोडेर म भाग्दिन भागेर गइसकेपछि म भाग्दिन भनेर छोडेर भागेर गइसकेपछि यदि भाग्दिन म काठमाडौँमै कुनै मन्दिरमा बसेको छु पूजा गर्छौ मन्दिरमा गई पहिला आफ्नो बानी सुधार नभनिकन गएको थिएँ सुटुक्क होइन सो अलराइट गाइस तपाईलाई यो भिडियो कस्तो लाग्यो मलाई पनि दामी लाग्यो तपाईलाई कस्तो लाग्यो सो फेरि हामी अर्को डिफरेन्ट टपिक्समा डिफरेन्ट भिडियोमा फेरि भेट हुनेछौँ तबसम्मको लागि टेक केयर बाइ बाइ